नमस्कार साथीहरू। आज तपाईहरुलाई चाहिँ यो एआई भिडियोहरू कसरी बनाउने भन्ने कुराहरू म सिकाउन गइरहेको छु। यस्ता एआई भिडियोहरू कसरी बनाउने भन्ने कुराहरू चाहिँ म आज तपाईहरुलाई स्टेप बाइ स्टेप सिकाउने छु। तपाईहरु स्किप नगरिकन हेर्नु होला। यसका लागि चाहिँ तपाईहरु सुरुमा मोबाइलको गुगल जुन प्ले स्टोर भन्ने हुन्छ, प्ले स्टोरमा गएर तपाईहरुले चाहिँ त्यहाँ गएर एउटा सर्च गर्नुपर्ने हुन्छ। जुन एप्लिकेसन सर्च गर्नुपर्ने हुन्छ, जुन गुगल GOOGLE गुगल गुगल फ्लो भन्ने एप छ। यो जुन छ नि तपाईहरुको यस्तो यो आइकन, जुन यो ओपन भनेर लेखेको आइकन छ, तपाईहरुले यो गुगल फ्लो बेटा भन्ने छ, यो आइकनमा गएर तपाईहरुले डाउनलोड गर्नुस्। मैले अलरेडी डाउनलोड गरिसकेको छु। अनि डाउनलोड गरेर अनि त्यसपछि ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईले चाहिँ यहाँ केही के भन्छ यो जीमेलबाट चाहिँ लगइन गर्नुपर्ने हुन्छ। आफ्नो जीमेल अकाउन्टबाट लगइन गर्न त्यसलाई त्यो धेरै गाह्रो छैन। तपाईले ओपन गरिसकेपछि त्यहाँ लगइन गर्नु भन्छ, तपाईहरुले त्यो लगइन गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईलाई यस्तो इन्टरफेस खुल्छ। इन्टरफेस यस्तो खुलिसकेपछि तपाईको यहाँ अरु केही गर्न पर्दैन। तपाईको यो प्रोजेक्ट्स भन्ने छ, यता न्यू भिडियो भन्ने छ, यो न्यू भन्ने छ। तपाईहरु त्यो न्यूमा क्लिक गर्नुस्। अनि त्यसपछि न्यूमा क्लिक गरिसकेपछि तपाईले चाहिँ यहाँ जस्तो केही कुरा लेख्न सक्नुहुन्छ। जस्तो म एउटा चाहिँ बाँदरहरू यो नेपाली भाषामा भन्ने चाहिँ नछुटाउनु है। नेपाली भाषामा यस्तो भन्दै नाचेको बनाउँदै आयो नाच अब यहाँ तपाईँ इमेज भन्ने छ नि, इमेजमा क्लिक गर्नुस्। यहाँ भिडियो भन्ने छ यतापट्टि साइडमा, भिडियोमा क्लिक गर्नु होला। अनि यो 9:1:6 चुज गर्नु होला। र त्यसपछि तपाईको 4S 6X अनि 8S अनि त्यसपछि 10S भन्ने छ। त्यो भनेको सेकेन्ड हो। 4 सेकेन्ड, 6 सेकेन्ड, 8 सेकेन्ड, 10 सेकेन्ड भन्ने छ। तपाईले 10 सेकेन्ड राख्नु होला। 10 सेकेन्ड राखिसकेपछि त्यसपछि यहाँ एउटा एरो छ, भिडियो भन्दा यतापट्टि एउटा एरो छ। यो एरोलाई क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको केही समय चाहिँ यसले जुन लिन्छ र केही समय लिइसकेपछि अनि त्यसपछि तपाईहरुको भिडियो चाहिँ तयार हुन्छ। अब तपाईहरुलाई त्यस्तो लामो भिडियो बनाउनु पर्यो भने चाहिँ तपाईहरुले चाहिँ अब जुन कन्टेन्टहरु लेखेर त्यही आधारले गराउन सक्नुहुन्छ। दिनको 2-3टा सम्म चाहिँ यसले बनाउन चाहिँ तपाईलाई समय लिमिट दिन्छ। 2 देखि 3टा सम्म बनाउन मिल्दछ। अनि त्यसपछि तपाईहरुको यहाँ लगभग 50-60-70% सम्म तपाईहरु वेट गर्नुपर्ने हुन्छ। अनि त्यसपछि यो गरिसकेपछि तपाईहरुको भिडियो रेडी भएर आउँछ। अनि त्यसपछि डाउनलोड कसरी गर्ने भन्ने कुराहरु पनि म यहाँबाट सिकाउँछु। डाउनलोड गरिसकेपछि त्यसपछि तपाईहरुको चाहिँ जुन फाइलमा गएर सेभ भएर बसेको हुन्छ। केही समय लिँदैछ, हेरौँ। यहाँ रेडी भइसकेको छ भिडियो, यहाँ छ। तपाईले यो भिडियोमा क्लिक गर्नुस्। अनि त्यसपछि यहाँ तपाईहरुको डीजे आयो छम्मा छायायो, छम्मा छम्मा नाच मायालु, डीजे आयो छम्मा छायायो, छम्मा छम्मा नाच माया। डाउनलोड गरिसकेपछि त्यसपछि तपाईहरुको यता जुन फाइल छ, फाइलमा आएर तपाईहरुको सेभ भएर बसेको हुन्छ। अनि त्यसपछि तपाईहरुले चाहिँ अपलोड गर्न सक्नुहुन्छ। यहाँ भिडियो रेडी भएर बसेको छ। अनि त्यसपछि तपाईहरु अपलोड गर्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। यस्तै भिडियोको जानकारीको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनुस्। अनि यस्तै भिडियोको लागि चाहिँ हामी तपाईहरुलाई जानकारी दिनेछौँ। हस्त, धन्यवाद।